हिजो सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डसँग वर्षा प्रभावित खेल गुमाउँदै 1-0 को अन्तरले 2 खेलको श्रृङ्खला गुमाएको छ। वर्षाका कारण अवरुद्ध खेल दर्शकबिनै सम्पन्न भएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली जितको लक्ष्यसाथ मैदानमा उत्रिएको थियो। तर सुरुवात अपेक्षा अनुसार हुन सकेन। ओपनर कुशल भुर्तेलले 31 रनको योगदान दिए पनि अर्का ओपनर आसिफ शेख पहिलो बलमै शून्यमा आउट भए। त्यसपछि आएका अनिल शाह र दिपेन्द्र सिंह एरी पनि खाता खोल्न नसकी पेभिलियन फर्किए। सङ्कटग्रस्त अवस्थामा इनिङलाई सम्हाल्ने प्रयास गरे भीम सार्कीले। उनले संयमित तर प्रभावशाली ब्याटिङ गर्दै टोलीलाई पुनः लयमा फर्काउने कोसिस गरे। कप्तानले पनि उत्कृष्ट साथ दिँदै रनगति बढाए। अलराउन्डर गुलसन कुमारले आक्रामक पारी खेल्दै टोलीको स्कोर सुदृढ बनाए। अन्तिमतिर सोमपाल कामीले 4, सन्दीप लामिछानेले 15, रिजन ढकालले 4 र ललित राजवंशीले 4 रनको योगदान दिए। नेपालले 45 ओभरमा 9 विकेटको क्षतिमा एकदिवसीय मापदण्ड अनुसार सन्तोषजनक स्कोर खडा गर्यो। तर दोस्रो इनिङको क्रममा परेको वर्षाले खेल अवरुद्ध भयो। पानीले अवरुद्ध खेललाई अम्पायरले खेल नहुने विज्ञप्ति निकाल्दा नेपाल पराजित घोषित भयो। यससँगै स्कटल्यान्डले श्रृङ्खला 1-0 ले आफ्नो पक्षमा पार्यो।